नमस्कार जोडले सम्पूर्ण नेपालीहरुमा आज पनि फेरि म नेक्स्ट एपिसोड लिएर उपस्थित भएको छु। आजको हाम्रो एपिसोड छ पुसे 15 को दिनको। आज पुसे 15 को दिनमा चाहिँ हामी यहाँ हाम्रो यो के भन्छ गरे यो हाम्रो टोल यो मुख्य टोल भन्ने टोल हो यो हाम्रो कोखेबाउको बिरुवा 4 कोखेबाउको यो मुख्य टोलमा हामीले आज ओरा खान जाँदैछौँ। गाउँमा ओरा भन्छ, पिकनिक खान जाँदैछौँ। आज हाम्रो यो गाउँको चाहिँ पहिला खेतला हिँड्नु भयो रहेछ। खेतला त्यो बर्खाको खेतलाको चाहिँ पैसा टिपुवा हिँडेको पैसाले अनि खेतला अनि मिसिने चाहनु हुने पनि मिसिएर हामी ओरा खान गइरहेको छौँ। हजुरहरूलाई हामी कसरी ओरा यहाँ यो टोलमा कसरी गर्ने रहेछ खानी रहेछ हामी खसी काटेर खाना जाँदैछ सम्पूर्ण जानकारी गराउने छु है। दाइ हुनुहुन्छ यता। अब यहाँ आज हाम्रो घर ओरा खानी भनेर स्कुटरहरू बाइकहरू यता स्याहार्दै हुनुहुन्छ है। यहाँ छ आज गाडी उता छ यहाँ हुनुहुन्छ। हाम्रो खेतला टोलीको अध्यक्ष है आज ओराको अध्यक्ष हाम्रो जेठु ठुलो जेठु है। रमित आसी ल्याऊ आसी ओ झाक्स ए रमित आसी के भयो खै है हाम्रो जेठु चाहिँ अध्यक्ष गाउँको ओराको अध्यक्ष यहाँ मास्टर साहब हाम्रो साइना भाउजूले चाहिँ आज हाम्रो के भन्छ गरे तल खेतमा जोत्दै हुनुहुन्छ। ट्र्याक्टरले जोतेछ हाम्रो ट्र्याक्टरले जोत्नेहरूलाई खाना पकाइदिँदै हुनुहुन्छ। साग पकाउनु पर्छ यता मासु एकछिनपछि चाहिँ भुन्टे हाम्रो नवीन भान्जाले यहाँ पानी बसाल्दै हुनुहुन्छ है दर्शकहरू। नवीन भान्जा लामो समयसम्म देखियो यस्तो हाइसाई भन न यार के हो यार लङ टाइम पछि देखियो त भिडियोमा यार। ज्याप्प गर्न पर्यो केटाहरूलाई लान पर्यो बाँसको ल्याउनु पर्यो के जोड्न लागि ए है पानी तात्दैछ। भिडियो गर्नु भएको टिकटकमा हालिहाल्नु ए आउनु आउनु केको भाइरल आउनु हाम्रो आज ल ओरा खाने टोलीहरू अनि सा म त को आयो भनेको मान्छेहरु भाइरल हुन हाम्रो भएन के हो हैन जाऊ हजुर थोडा हाट्नु हाम्रो चियाले भन्दा चिया चियाका कति बाहन पाकेको चिया कता हो ल है यो हाम्रो ओरा टोली आउनु भएको ओहो यसमा रोटी हो बोल्ने दुईटा हो घरमा बोकेर ल्याउनु भएछ त है हाम्रो रोटीको लागि रोटीको लागि आटा सुजी मैदा मैदा के भन्छ यसले केले पोल्ने हो रोटी चामलको पिठो र सुजी छिटो रोटी पोल्न नाम अहिले दबाई हाल्नै नपर्ला फेरि केही नि हुन देउता हो यो भन न तिनीहरूले 2 घण्टा भइसक्यो। आऊ बाबु यता दिदीलाई रुचाउँदो रहेछ है त्यो
जान्न नखाएको यो बरा बाबुले के हिजो के गरे जिमेर साथ कति खाइस् त मासु भुट्टा मासु भनेको त लु आउनु आउनु यही हो आज कालो हो लु आज यो ओराको खसी आयो होइन मामा कालो खसी ओराको लागि भयङ्कर छ होला ओरा खसी है मोटो छ है भाइ आजको यो ओराको लागि है भयङ्कर छ आज ओराको लागि आज ओराको लागि है यो खाने अब तलबाट फेरि भाले आउँदैछ है लोकल यो नखानेलाई खसी हो राम्रो कालो खसी भाइ मामाले खसी उचाल्नु भएको छ है कति धार्नी छ भनेर ल कति धार्नी 7.5 धार्नी 7.5 धार्नी हो बाबा 7.5 छ 7.5 त होइन 7 धार्नी 6.5 धार्नी 7 धार्नी छ 6.5 धार्नी होला है हाम्रो रोटी खसी त्यहाँ छ कुखुरा आउँदैछ अब है जोड यता चाहिँ तातो पानी छ है यहाँ चाहिँ केटाहरूले तातो पानी तता छ है यता बुमा भान्जीहरूले दाउरा लिएर आउनुभएको छ यहाँ सबैले दाउरा उठाएर यहाँ चुलाई तेल आज चाहिँ विशेष छ है आज हाम्रो गाउँमा है हाम्रो चाहिँ अर्को यो खसी नखानेलाई है पत्रो होला ए भाग्यो 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 है यो भाले हाम्रो यो नखानेलाई यहाँ केटाहरू मासु खान बस्यो दुईजना यहाँ केटाहरू अन्त यस्तो छ माहौल चर्का चर्की भइरहेको छ है मामालाई त खसीले जित्ने हो क्या ल है यस्तो रोटीको लागि बान बसाल्नु भयो है जित्ने हो के यहाँ रोटीको लागि बान भयो कुखुरा जोख्यो कति किलो रहेछ त 4 किलो रहेछ है कुखुरा यता साङ्ग्रो भएर हाम्रो साधन चाहिँ त्यहीँ छ है यहाँ छ उता साङ्ग्रो भएर यता मामाले काट्नु लाग्नु भएको छ खसी है त नवीन भान्जाले खसी मन्छ्याउँदैछ है आज पुसे 15 ल मन्छ्याउ मन्छ्याउ ल है ए के त हो राइज न त्यो गला सानो गर्नुपर्छ है यसलाई त नुहाए जस्तो भयो माइलाले तासी हेरेर छिन्छ छिन्दैन हाम्रो जानलाई है नखेर म झन् अस्ति भर्खर खेतमा जोत्दाखेरि पाक्ने दाल बनाएर लगेर पाक्नेमा घोप्ट्याएर नवीनको घर दाल मागेर ल केटाहरूले लिएर आएको छ है
केटा त कति गर्नु भनि है लेखरामा ल 7.5 धार्नी त छ यार ल काट्न पठाएको नि तिम्रै हुन् रहेछ कुनासीले काट्ने ल यो चाहिँ खसी नखाने ल है छोरो आइस पानी उम्ल्यो ल है पानी रेडी भयो है लाहुरी आयो फेरि यार उठा काट्न ल है हाम्रो पोलाइ सुरु भयो है अब नुन हालेको हो नुन हालेपछि त जान्छ भन्थिन होला टाउको पोलेको उसले यत्तेर खुट्टाको त डोरै फुकाइनछ यार काट्ने बेलामा नि यार उसले हो झाँक्रीले हो तु यार ए खगे त्यसै के त यहाँ भित्र आऊ के आऊ त हाल्दिनी हो होइन भर्खर हालेको हाल्नु हाल्नु त्यही पनि यहाँ अब धेरै भयो भने बिग्रिन्छ हौ ए बाबा पहिला गएको हाल्नु नसके हालिसक्यो मैले म त टाउकोमा हाल्नु पर्यो यो गिलास त खाम रहेनछ हुनु हातैहरू गाखेको छ यार ए हेरे खौरी उत माइला पानी यार होइन तल त पानी हो सर नि त्यस्तो अलिक भएर जाने अलि ठुलै हुन्छ होला कि अन्त खन्डल ठुलो जान्छ होला कि त्यसले पिठो धेरै हुन्छ हजुर कुरा गर्थ्यो दसैँमा कि केमा ओहो ठाउँ पोल्नु दाउरा आयो दाउरा आगो भयो भने रोटी नै हुँदैन उता पनि भाडा लिन पठाएको त कता गयो यस्तो आइमा हेर्नु कामै छैन साइडी तिम्रो हातबाट झरेछ अनि छेप्दैन त तिमीलाई छेप्छ अर्को बोल्ने छ भन्थे रोटी बोल्ने नै कि साँचो ल्याए हुन्थ्यो त त्यसो भए त गएर तलबाट अरू भाँडाहरू पनि ल्याउने धुम्रो रोटी कायदा हो भने यस्तो तरिकाले ओहो क्या दामी फुल्यो बिहान जाडो हो अहिले घाम रिता कहाँमा कहाँ गयो खानु होला कि ए खानुभन्दा माने भात खानु होला अहिले म नुन लिन जान्छु पानी अलिक होइन
माथिबाट फोर्नु भएको तलबाट माथिबाट माथिबाट फोर्नु सक्नुभयो तल हुन्छ नि मेरो हो र त्यही त भनेको मैले त चाकबाट काटेर निकाल्ने हो म त जान्दैन सकिन्छ कि माथिबाट पर्न त्यही हो यस्तो भयो नि यस्तो भयो नि यस्तो भयो नि पहिला यो खटाले गर्ने त्यस पछाडि यहाँ हुन्छ कि यसलाई यताबाट यता काट्ने काट्ने ए गुड गुड आइडिया तरिका गुड गुड साइला नत्र मलाई जाने ल जोख्दिउँ अब कति हुन्छ त्यसलाई यो हो यता गुन्द्री छ यता बस्नु त यतातिर मासु काट्ने होला अहोइ एक धार्नी टक्कै एक धार्नी ओ हाल्नै छ एक धार्नी अझै यो हाल्न छ होइन के अरे कलेजो र पाङ्रा त होइन न कलेजो र पाङ्रे हालौँ न एक धार्नी ठ्याक्कै कुखुरा एक धार्नी 2.5 किलो यो उता घर पठाइदिएको ल एकदम सक्रिय छ नि केटाहरू सहल बल चाहिँ एकदम ठिक छ फेरि यता रोटी फुल्ने होइन यता अब मासुपट्टिहरू त फुल्दैछन् हेर्नु यता आएर है मैले धोएर आउँ हेर्नु है कुकुर सुकुर धपाउनु यहाँ कुकुरले झ्याउ मानेर फेरि यता थुनिएको छ हाम्रो कुकुर यता खुल्ला छ हाल्ने मात्रै काटै हुन्छ कि घट्छ क्या आसी घट्ने भनेको अरू मासु काटेर कि मार हाल्ने खै कहाँ समात्ने हो ल छोडिदिनु जेठो केटाहरूले ल है माहौल चाहिँ यस्तो छ है अहिले ल कटिङ पन्ध्र धार्नी 7.5 धार्नी ए 15 होइन 7.5 पर यहाँ कि 15 भनेको त होइन 7.5 पो हो त होइन पन्ध्र राम्रो हुन्छ 6 धार्नी भन्ने तेरो अङ्कललाई देखाउनु पर्यो नि त अन्डा धुन त उमा आउँथ्यो सापरा चाहिँ ताप छिना नौला है यो त काँचै जस्तो हो कि एकदम त फेरि बस्यो कसले हो बोल्ने यो कि त यहाँ अझ बसो हाल्नु न अझ खाने चोक्टा जान्छ कि किडनीहरू हाल्नु न जेठो होल्लो नन भन्छ हाल त अझ कि किडनी हाल्नु न किडनी खोइ ल यताले भयो त पाउलेको अलिकति झिक्नु अहिले मैले भनेको पुग्दैन फेरि 7.5 फोटो हाल त एउटा निकाल के यहाँ त बोसो हाले को हाल्नु हो त्यो बोसोहरू हाल न बोसोहरू हाले पुऱ्यो एउटा
बोसोहरू त्यहाँ छ नि त्यो चुरा दिनु त्यो धेरै हुन्छ धेरै हुन्छ ए लिएर बस्छ ल सात त पुग्छ हो पुगिदियो हाल्पु फेरि पाल्न पठाउने त अलिक ठुलो भाषी फेरि जम्मा पनि हो आठ हार्ने पुर्याउनलाई माघ पुग्ने रहेछ है यो आत्ती हो यतिखेर त मेरो हिसाबले 10 पुग्न पर्ने हिसाबले धेरै रहेछ खसेर छ कि ए लगाइ त्यहाँ चप्पल खसेर छ निकाल सकेको त झान्दै जाला यो रहेको उ गर्नेमा मलाई कलेज बढी त्यो कोही बात नआउने होला फेरि 7.5 भन्दा नि 7.5 उमा के गर्छ हाम्रो गुमा र भान्जीले यहाँ मसला कुट्नु भएको छ है तातो पानी त्यहाँ रहेछ निकालिदिनु भाइ अहिले म निकाल्छु नि बस्नु म निकाल्छु राम्रो कुटिया छ है मैले गाउँमा मिठो हुन्छ यस्तो सिलौटा कुटेको त चिकन आयो हाम्रो ल यहाँ यस्तो गर्नुभएको छ यहाँ मसला कुट्दै हुनुहुन्छ यता आमाले त भात खाँदै रहेछ बल्ल जोत्नीलाई भात लाग्दैन यता माइजू यहाँ चाहिँ तान्नु अझै अर्को पुग्दैन भने भन्नु थियो यता काटकुट तीव्र रूपमा चलिरहेको छ है होइन पाठै तान्ने जो आँटेकै हो नि त पाठा तानेको भए त हजार त उठाउनु पर्थ्यो होला नि त कति नखाने मकै नखाने भाइले चाहिने खाने यो चाहिँ खसीले नि कति आयो र जेठो 15,000 आयो भाइ यता रोटी चाहिँ तीव्र रूपमा चलिरहेछ सरर ओराको रोटी ओराको माहौल चाहिँ यस्तो भइरहेछ है ओराको माहौल चलिरहेछ रोटी सरर खाने आउनुहोस् है हाम्रो गाउँमा सर बातामै रोटी नि त्यस्तै कलर बाता नि त्यस्तै कलर भएछ यता रोटी पोल्ने यता काट्ने उता मसला कुट्ने गफ गर्ने उता केटाहरूले फेरि खुट्टा पोलेछ है भाइ हाम्रो काटकुट गरेर भ्याउनु भयो अब उठाउँदै हुनुहुन्छ है पकाउनको लागि बातामा कुखुरा अलिअलि झोल हाल्ने नखाने
येदो बनायो नि त कुखुराको त होइन र नुन विचार गर है नुन अनि पकाइदिएपछि त अलिकति चाख्न र मैले नि पाउँछु होला हे तेरिका पाउ भागै पान्छौ खसीको खान्न भन्नुहोस् न मात्र अघि है हाम्रो चाहिँ अब 2 बान पकाउन अब हाम्रो ओराको भान्सा सुरु भयो है पकाउनलाई हो त्यहाँ चाहिँ यो भुट्टा बनाउने यहाँ चाहिँ झोलोला मासु यहाँ चाहिँ झोलोला मासु है यो चाहिँ यतै होइन यदि आधा हुन्छ होला बोसो धेरै थियो नि त यहाँ त एउटा पुरा त हाल्ने होला है पर्दैन पर्दैन छैन यति हाल्छ मोटो त फर्क्यो खट्यो धेरै आगो भयो यहाँ आगो धेरै भएपछि यता लानु पर्ने तेल यदि भयो भने चाहिँ यसलाई हुन्छ होला है फेट्न ल यहाँ त के हालिहाले हुन्छ पहिला खुट्टा मात्र भुट्नु यहाँ चाल्ने कति हो भाइ हाल सबै हाल कि यहाँ भान्जाले चाहिँ पहिला बोसो फ्राई गरेर निकाल्ने अनि बल्ल पकाउने पछि बोसो हालेपछि असर गर्दैन है दर्शक दिँदैन त्यो स्टाइल चाहिँ सिक्नु होला है राम्रा राउन्ड कान जस्तो भन्दै खाइरहेको एउटा आज 15 पुसको दिन अन्त आज 15 पुसको दिन ल यहाँ त आज त कुक त आमामा कतिवटा कुक यस्तो पकाउनु त खतरा हो त ल है मासु हन्टिङ ए मासु हन्टिङ 15 पुस हन्टिङ पुसे 15 तमु लोसारको उपलक्ष्यमा हामीले यहाँ ओराहाको मासु पाक्दैछ है अब
यहाँ चाहिँ टक्री पनि हुनुहुन्छ है आमा माइजू गुमाहरूले खाऊ न घरे यहाँ च्याङ्गो मासु हालेर खाने हुन्छ त्यही बानी शङ्कर खोइ है हाम्रो मासु यता आइज न त ल मासु है हातले हाल्के हातले यो मान्छेले अब स्वास्थ्य झार्दै नि हुन्छ पासै अर्को रहेछ भन्दा नि त्यो भइनौ देख्दिनँ ल भाइ बेलचा ल्याउ चलाइदिने नरहने हुन्थ्यो यहाँ एउटा यो हाल्ने कति गरे हो है हाम्रो खसीको मासु चाहिँ छैन यो मान्छेले यस्तो एकजनाले समात्नु पऱ्यो त्यहाँ चल समाजले यार पालोले एकजनाले समात्नु पऱ्यो कि यो ओहो पातै छ ओ तल यार केही हुन्न कि यो केराको पातमा भात खान मिल्छ हेर्नु गोटाको यहाँ हाल हो नि बराबर लाँदैन हेर्नु दर्शक बिन्दुहरू यस्तो भाँडा नि मुसाले खाइदिनु रहेछ है यस्तो मुसाले खाइदिनु रहेछ मजाले यार यो खाएको मुसाले भाइ बरेमानको मुसा होला नि त यो त बिरालु मात्रै होला नि त मुसाले भाँडा खाइदिएको भने चाहिँ हचम लाग्यो त यार पाक्यो पहेँलो भएछ है यता केही भइरहेको छ फेरि छुट्टै छ यार अन्त यता नि बेसार हालिरहेको अलि लानु जस्तो त्यहाँ छ त अलि के हो सबै मसलाहरू टमाटर यो टमाटर हाल्यो भने यसलाई मात्र मलाई होइन र हजुर लिएर आउनु कुखुराको मासु एक धार्ने होइन यता कुखुराको मासु यो रेडी भयो पाकेर ए हाम्रो झोल झोलवाला भित्रास छैन ओ आज त यस्तो 15 पुसको दिन चाहिँ अलिअलि घाम लाग्यो हाम्रो अब यहाँ फाइनल टच भयो पाक्यो है यो बोसो आइयो ठिकै खाएको छैन ल ल चाखौँ त ल चाख्ने बेला भयो है अलि हाल नि त मामाहरूलाई नि अलिकति हाल बुढाहरूलाई नि यसो चाखेको दिनु पऱ्यो नि भिडियोमा यार पहिला बुढालाई चखाना पर्छ है दुलाले ए दुला त कहाँ भनेको है नुन अलिकति हाल्नुपर्छ होला नि
चराको नचराई कहाँ खानु भयो ओ एकदम टेस्टी कस्तो हो उलिहाल्नु एउटा माउ चाख्नु न पाकेर दामी भयो है हाम्रो भात चाहिँ आइसक्यो यहाँ ल भात चाहिँ यहाँ उता 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 है भात आयो है मासु आयो है खै त हो त्यहाँ है अब भाग लाउन लागेको है त्यतै सज्जा छेत्री गर न है हुरुरुट्ठै बाख्रा खै गन्न पर्यो दाइ कति भएको यो है रोटी आयो है हाम्रो कति भयो अन्त खेतलाको रोटी 25 कति माइनस गर्नु पर्यो नि त नि है हाम्रो भाग हाल्दै हुनुहुन्छ है नवीन भन्जाले यो बोराहरू हटाइदिनु पर्यो जतिले सम्पर्क गरेर त सर आएपछि हुन्छ भ्याउ मासु हाल्देऊ ल हाल्देऊ है यता यता थाप्नु जाऊ के मासु कोटाउ दिएको वल्ल सुरु तुलेको त्यहाँ भित्र त्यही अर्को बटुकीले ख्वाक्क नापेर हाल्नु है कति कति काटिएर जाँदै ए कुखुराको नि हालिदेऊ न कहाँ खानलाई त यो कुखुराको हो यो कुखुराको अलि अँधेरो भयो त कुखुराको लागि दुईटा हो जम्मा चाहिएको जम्मा दुईटा हो कि चाहिएको होइन यो सुगर फ्रीवाला हो अब थप्दै जाऊ कम कम हो र क्यामेरा त यो जमी भएछ है ल छिटो छिटो खानुपर्ने अवस्था हो है यो कुखुराको किन हो त यहाँ थोरै थोरै फेरि
दुध दिएर झम हाल्दै जानु अनि के के टुकी गरेर एकछिन खाले फेरि हाम्रो 15 पुस चाहिँ यसरी हुँदैछ स्याउ खान्छ कि के गर्छ होला खानुहुन्छ कति लगिदिन्छौ अहिले राखिदिनु ल हो त ए हेर्नलाई दिनु भयो अब सुरु हुन थालेछ है आयो एकदम सुरु भइरहेछ ल यहाँ खाना ल कस्तो छ तातो छ मिठो छ खाएकै छैन खाइएको बढी ठुल्ठुला मान्छेले खाएको लागि ठुल्ठुला मान्छे छन् यता ठुला ठुला मान्छे छन् उता आगो ताप्दै फेरि ल है हाम्रो मामाले सुरु गर्नुभयो अब होइन हाम्रो मामाले सुरु गर्नु भइसकेको छ सुरु गरिदिनु भइसक्नु हो सुरु गरिसक्नु भयो हाम्रो मामा यो त खाना भरिरु गरेको के खानु यो हो मेरो जुन लिए नि हुन्छ होला हो त्यही थप्दै होला सबै जुन लिए नि हुन्छ जुन लिए नि त्यस्तो भएको दिनु न दिनु है नदिनु रमाइलो छ आज बोलाको के छिटो भन न रमाइलो छ हो त्यो लेन हो त झोल भाकै त होइन बसेर यही त्यसो त घर जाने हो धेरै टाढो हो जुन मान्छे जुन भाइ सुरु गर्नु कसैले सुरु गर्नु भएन हाम्रो भयो है भाग हुन्छ त्यसरी कति हो यो झोलै फेरि हाम्रो झोल आन्द्राभित्र छैन आन्द्राभित्र खुट्टा ल उठा उठा उठाउनु तिमीले लैजाऊ कि अब रात पर्यो आज त जहिले रात पर्छ है ए खानु जहिले रात पर्छ चल उस त्यसरी खाप्नु न
नखानु के तल भुइँमा मैला हुन्छ हाम्रो जेठुलाई नि ठाकुर जेठुलाई है अब खानपिन सुरु भयो ठन्डा बस्छ भाइ खाम त धेरै हुन्छ तान्दिन है हात्तीलाई पुरान सुना जस्तो कुन भान्जी हाम्रो जेठोले खाना स्टार्ट गर्नु भएको मम्मी रोटी खाने एक बार खानु ल थाल ल्याइदिनु त थाल यता सुरु भयो फेरि सुरु गऱ्यो है जेठो सही आज के को हो न पहिले मैले यस्तो झोलमा त नुन लागेन ठिकै छ भन्नु आएको बिस्तारै बिस्तारै हाम्रो आमालाई हालिदेऊ त खानै पाइने स्टल त त्यतै बस्ने भन्छ होइन खानु है हो फालेर आएर खानु के तातै हजुरले पनि त्यही गऱ्यो हुन्छ त खानु त सुकेको खहरियो खाने के राम्रो आज कुन दिन अरे आज 15 पुस हिँडेको अध्यक्ष सर पनि हुनुहुन्छ 15 पुस खेतला जम्मा भएर 15 पुस आज मनाउँदैछौँ हामी आज रमाइलो हजुर रमाइलो त अझै गर्नै बाँकी होला नि अझ रमाइलो गर्न बाँकी छ पहिला पेट भर यता यो छ पहिला पेट पूजा गरेपछि रमाइलो त भइरहेको छ होइन म खुर्सानी खुर्सानी सेङ्जेली खुर्सानी त छ टमाटर पनि खाम यसले चाहिँ गर्मी होला होइन कस्तो छ भात रोटी होइ छ रोटी हो मिठो छ मिठो छ
यो पनि हो शङ्करको रोटी हो तातो छ खाने हो ल है भात अरू थालेर आउनु न हजुर थाल चार भयो भने थोरै हालिदिनु है नि झोल त भएन छ नुन कम्ती भयो बल्ने पानी खाएर धेरै भयो अनि मैले भन्थेँ नि होइन कि आएको दाउरे होइन कि उमाल्नलाई यो त एकदम बाक्लो हुनु पर्ने अरे त्यस्तो हो ठिकै छ पिउन पनि हाली भ्याएको कि उता माइजूले माग्नु भएको एकदम आउनु नि हो आमाले त एकदम बिलाउने धेरै है साथीहरू यहाँ कोहीले खाँदै हुनुहुन्छ कोही खाएर गइसक्नु भयो है यता खाँदै हुनुहुन्छ यता खाँदै हुनुहुन्छ मैले नि खाएँ साथीहरू खाएर अब खाँदै हुनुहुन्छ अब चाहिँ 115 को ओरा चाहिँ खाएर लगभग भ्याउनु लाग्यो भ्याइयो भनौँ न अब विजर्सबाट म आजको ब्लगबाट बिदा हुन चाहन्छु नमस्ते झोरले फेरि अर्को ब्लगमा भेट्ने बाचा गर्दै आजको ब्लगबाट बिदा हुन चाहन्छु बाई बाई माया गरिदिनु होला सेयर लाइक सब्सक्राइब गरिदिनु होला है साथी हो है दर्शकबिनहरू माया गरिदिनु होला मलाई पनि है यता भिडियो है साथीहरू है खुसी पन्ध्र राम्रोसँग मनाउनु होला है भन्ने आशा गर्दै म बिदा हुन चाहन्छु बाई बाई गुड नाइट अब छुट्टी हो आज भित्र राख्नु त नि बाबु हुनु पर्यो एकदम कान्छ